आमा नमस्कार। नमस्कार। हजुरको खास समस्या के हो? समस्या बताएकै छ के गर्ने। हजुरको भोइस यति नै आमा। ढाके आउनु के गर्ने। हजुरको यस्तो अवस्था कहिलेदेखि भयो? यो ढाको न त आज 20-15 दिन भइगयो। 20 दिन भइसक्यो। अनि पहिला चाहिँ हजुरको आवाज चाहिँ जे होस् ठिकै थियो 15 दिन अगाडि। हजुरलाई अहिले उपचार के कसरी भइरहेछ? अब उपचार अब अपरेसन गर्ने 60,000 पैसा भन्छन्। एउटा पैसा छैन। अब सोमबार 1 हप्ता छ अपरेसन गर्ने। 60,000 पैसा भनेको छ तर तपाईँसँग 1 रुपियाँ छैन। 1 रुपियाँ छैन। बोल्न पनि मिल्दैन। कसले के गर्छ अब मलाई? हस्पिटलमा तपाईँलाई के समस्या छ भनेर भनेको छ आमा? मलाई पिसाब थैलीको मासु पलाई यति छ 1 थाल। 1 थाल? यति छ। हजुर। मोबाइलमा पनि हालेको छ देख्नुलाई। मोबाइलमा पनि खिचेको छ भिडियो रेकर्ड। डाक्टरहरूले हजुरले यो औषधि खान लाग्यो र रोग कहिलेदेखि तपाईँलाई सुरुवात भयो? 10-11 वर्ष भयो। 10-11 वर्षसम्म तपाईँले औषधि खाँदै अहिलेसम्म कन्ट्रोल गर्ने प्रयास गर्नुभयो तर भएन। छत्तीले नि भएन। अहिले पिसाब थैलीमा मासु पलाएर अब क्यान्सर हुन तयार छ। क्यान्सर हुन तयार छ भनेको छ तर क्यान्सर भएको छैन भन्छ कि? डाक्टरले अब पर्सि निकुर्सी अपरेसन गर्ने। पर्सि निकुर्सी ठ्याक्कै पर्सि गर्ने भने के निकुर्सी? पर्सिको 7 गते। हजुरले यो पैसा कसरी सङ्कलन गर्ने भन्नुभएको छ? कसरी आउँछ त? के गर्ने कसले बदिन्छ अब के गरौँ? हजुर। तपाईँको आर्थिक कमजोर त निकै नै छ। त्यही माथि तपाईँ बुढो हुनुहुन्छ। तपाईँलाई हेल्प गर्ने कोही सहयोगी मनहरू पक्कै पनि छन्। कोही छैनन् के गरौँ अब भन्ने छन्। हजुर। एउटा मान्छे को चौरिन्छ। कोही पनि अहिले तपाईँलाई हेल्प गर्ने कोही चौरिया छैन। के गर्नु? लगभग 10-11 वर्षदेखि तपाईँले औषधि खाइरहनु भएको। तपाईँले कुन ठाउँमा चेक गराउनु भयो? रुबैठिया। हजुर। निगलगञ्ज सुर्खेतभरि। हजुर। उहाँ के अरे दर्शकबिन 3 बेला त्यहाँ त पन्जाबतिर यताउता सबै काठमाडौँ पन्जाब रुबैठिया नेपालगञ्ज सुर्खेतभरि। त्यो गर्दा गर्दै तपाईँको अलिकति भएको सम्पत्ति पनि खेरा गयो। अलिअलि भएको सबै गयो। हजुर। यो त मेरो पितलको फुली हो। पितलको लगाउनु भएको छ? पितलको भुलको लाग्यो अनि हजुर। हजुरको अनि बुढा चाहिँ अनि हुनुहुन्न है? मरेको अहिले कति साल भइसक्यो? अहिले 31 वर्ष भयो। 31 वर्ष। हजुर त्यतिखेर कति वर्ष? लगभग तपाईँ त्यतिखेर 50 वर्ष हुनुहुन्थ्यो। उहाँ बित्नु भएको 31 वर्ष भइसक्यो। दर्शकबिन नमस्कार। उहाँ आमा त्यही माथि बिरामी हुनुहुन्छ अनि बुढा हुनुहुन्न अनि आफ्नो आर्थिक कमजोर यति छ कि भत्ता त मिल्छ तर त्यो भत्ता केवल खाजा नास्ता खाँदै गइहाल्छ। बिरामी आमा दिन प्रतिदिन औषधिले बाँचिरहनु भएको छ। त्यही औषधि पनि बल तल कसैले नातिनीले ज्वाइँले गर्दै बेला जुटाउनुहुन्छ तर बुढेसकालमा यी बुढे आमा भत्ताको सहारामा बाँचिरहनु पर्ने अवस्था आएको छ। न त छोराले हेर्छ न त छोरीले हेर्छ न त कसैले हेर्छ। अलिअलि सक्दो हेल्प त गरिसकेका थिए तर साँच्चीकै एउटा यी बुढी आमाको रोदन तपाईँले पक्कै पनि देख्नु भएको छ। उहाँ अया भन्नुहुन्छ अनि रातभरि उहाँलाई न त निन्द्रा लाग्छ न त केही। तपाईँलाई निन्द्रा लाग्छ आमा? लाग्दैन। भोक पनि लाग्दैन। के गरौँ? निद्रा पनि लाग्दैन। हजुर। तपाईँलाई खासमा के को टेन्सन छ यति धेरै? टेन्सन बिमार कति छ? हजुर।
भित्र थैलीमा पत्थर मुटुको रोग हजुर सास बढ्ने अब डागु जस्तो पिसाब थैलीमा 2 महिना जति छ यति मासुको पोको 2 माना जति मासुको पोका छ त्यही अपरेसनको लागि तपाईँ पैसा जुटाउन चाहनुहुन्छ तर पैसा जुटेको पैसा खै जुटेको छैन अब के गर्छ अब डाक्टरहरूले के गर्छ हजुर सबैजना दर्शकबिनहरू सबै सहयोगी मनहरू जति पनि यो भिडियो हेरिरहनु भएको छ पक्कै पनि आशा छ तपाईँहरूले सहयोग गर्नुहुनेछ आफ्नै आमा जस्तै सम्झेर सहयोग गर्नुहोला हजुरको सानो सानो सहयोग पनि यी बुढी आमाको लागि धेरै ठुलो सहयोग बन्नेछ र हजुरलाई पक्कै पनि आशीर्वाद लाग्नेछ यी बुढी आमाको लास्टमा के भन्न चाहनुहुन्छ आमा अब लास्टमा के भन्ने हो अब सबैले ठिक मानेर जे ठिकै छ न त उही मर्ने त होला अस्पताल कहिले पैसा के गर्छन् के गर्नु सबैले प्लिज आमाको यो आहार गुहार पक्कै पनि सुनिदिनु होला आफ्नै आमा सम्झिनु होला तपाईँहरूले साँच्चीकै यी बुढी आमा नगरौँ भने क्यान्सर अब हुन आँटेको छ अरे हजुर गरौँ भने पैसा छैन अब डाक्टरहरूले के गर्छन् अब नमस्कार गर्ने नमस्कार हजुर भगवानको दोस्रो रूप भनेर भन्ने भगवान उहाँलाई हजुर पुगार्ने हजुर डाक्टरहरूलाई पुगार्ने के गर्नु हजुर दर्शकबिन लास्टै नाजुक नै अवस्था छ र मैले आमासँग धेरै कुरा गर्न चाहेन उहाँ चाहिँ अहिले बोल्न पनि नसक्ने अवस्थामा हुनुहुन्छ र यसै माथि झन् बिरामले च्याप्दै गरेको छ उहाँ बिस्तारामा पल्टिरहनु भएको थियो र मैले आमा उठ्नुहोस् न के बिरामी भएको हो भन्दै उहाँलाई उठाएँ र उहाँले उठ्न पनि सक्दैन बाबु धौ बोल्न सक्छु तर पनि ठिकै छ भिडियो लिनुहुन्छ भनेर भन्नुभयो साँच्चीकै एउटा मानवता चाहिँ मरेको छैन दर्शकबिन मानवता हजुरसँग नि छ मसँग नि छ सबैमा छ र आफ्नै आमा जस्तै सम्झेर हजुरहरूले पक्कै पनि सहयोग गर्नुहुनेछ हुन्छ आमा अहिले चाहिँ म लागेँ फेरि हजुरहरूलाई केही सहयोग मिल्यो भने हामी त्यो सहयोग तपाईँलाई दिन आउनेछौँ है त ल